गोलाङ एफसी वार्ड नम्बर 6 भर्सेस एनवाईसी वार्ड नम्बर 1 को यता भित्र किन छिर्ने र जोइन गरे भनेर तीनजना लिएर यसमा जोइन गरे भनेर आउँछ कि त्यो उसमा आउनु पर्ने गोल है त अब गोल यता रेडमा गोलाङ एफसी वार्ड नम्बर 6 छ भने यता ब्ल्याकमा एनवाईसी वार्ड नम्बर 1 रहेको छ। अब केही बेरमा खेल सुरु हुन गइरहेको छ, उद्घाटन भइसकेको छ। सो वडा कप त्रिपुरा सुन्दरी वडा कप फर्स्ट गेम सुरु हुन गइरहेको छ अहिले। त्यहाँ म जान्छु ल। कमेन्ट्री गर्ने आउँदैन अब के भन्ने अगाडि आइदैन जर्सी नम्बर 9 का सनी सिल्वा ओए बिस्तारै बोल्नु गर्छिन लाग्नु किन बेच्दैन राम्रो पास 9 नम्बर किपरको राम्रो सेभ भएको छ अहिले। ल के अरे त यतापट्टि सनिस मिस पास रहेको छ अहिले एनआईसीबाट। कमेन्ट गरेको एउटा भिडियो हेरेर आउनुपर्ने रहेछ, आउँदै आएन बोल्ने अहिले त। फ्री किक पाइरहेको छ गोलाङ एफसी। गोलाङ एफसीले अहिले फ्री किक पाएको छ, यता पार गर्न लागिरहेको थियो। राम्रो डिफेन्स गरेको छ एनवाईसीले। 7 नम्बर सन्दीप भाइ नै भाइ त आउन अलि रवि साई राम्रो डिफेन्स। गोलाङ एफसी मिस पास रहेको छ अहिले एनआईसीबाट। गोलाङ एफसीले
थ्रो पाइरहेको छ गोलाङ एफसीद्वारा अहिले थ्रो फल भएको छ र एनआइसीको फल रहेको छ अहिले जर्सी नम्बर 9 8लाई पास दिएको छ जर्सी नम्बर 8 जर्सी नम्बर 10 ईशानको खुट्टामा रहेको छ बल अहिले खेलिरह दौडिरह भर्खर सुरु भएको त जर्सी नम्बर 10 को खुट्टामा बल अहिले चेक लागेको छ अहिले एनआइसीले कर्नर किक राम्रो प्रेस थियो तर मिस रहेको छ अहिले मिस पास रहेको छ अहिले गोलाङको र जर्सी नम्बर 10 ले पास गरेको छ जर्सी नम्बर 9 लाई राम्रो पास रहेको छ जर्सी नम्बर 7 मिस रहेको छ अहिले गोलाङको खुट्टामा बल रहेको छ बोलाउनु एउटा एनआइसी द्वारा अहिले कर्नर किक हान्न लागिरहेको छ राम्रो प्रयास त मिस रहेको छ अहिले ब्याक पास गरिरहेको छन् अहिले जर्सी नम्बर 8 को खुट्टामा बल जर्सी नम्बर 10 ईशानको खुट्टामा बल रहेको छ अहिले पास ब्याक पास दिएको छ उसले ब्याक पास गरिरहेको छन् अहिले एनवाइसीको प्लेयरहरू अगाडि बढ्ने कोसिस गरिरहेको छ जर्सी नम्बर 10 को खुट्टामा बल हात गरिसक्यो यार गोलाङ एफसीले अहिले फ्री किक हान्न लागिरहेको छ एनआइसीको ओ दिवेश सफललाई पानी पठाइदियो भने ओ दिवेश भन्ने एनआइसीले फल गरेको छ र अहिले गोलाङले फल पाए चार्ज गर्न लागिरहेको छ र बारको लागि 3 जना छन् भने यता प्रभु दाइसँग बस्न पनि बोल्न सिकिन्थ्यो कि बोलिरहेको छ बुढा जर्सी नम्बर 80 को आउँदैन त दाइले कस्तो फल गरे फल कि थ्रो गरे
गोलानको थ्रो फल रहेको छ र अहिले एनओसीले फल गर्दैछ। राम्रो प्रहार थियो तर किपरले सजिलै नियन्त्रणमा लिन सके बल। सफल भाइ त्यो बल जहाँ पाए त्यहाँ नदिएन मागेपछि मात्रै जर्सी नम्बर 10 को खुट्टामा बल, किसानको खुट्टामा बल रहेको छ र पास दिएको छ जर्सी नम्बर 5 लाई र जर्सी नम्बर 80 के भयो? ओइ सफल ओइ टिम बी हो किसान गिरीको टिम। ओइ सफल फल रहेको छ। सफल लाग्यो राम्रो पास निकालेको छ यता गोलाङको प्लेयरले। यतापट्टि आउन सनी सनी सो जर्सी नम्बर 10 ले 9 लाई पास गरेको छ। राम्रो पास निकालेको छ यता। एक खुट्टा टिक्यो। राम्रोसँग है दाइ कोस्ट हान न ट्राई गर्न सिधा बल्ल त्यो भाइले गर्यो कसको कस्तो घाम यतापट्टि खोइ पेनाल्टी हुन्छ जस्तो राम्रो पास निकालेको छ जर्सी नम्बर 10 को लागि। सनिसले यार थुक्क सनिसले मिठो हान्छ नि है कहिले सिरियस हुँदा त्यसकोमै 2 गोल हान्यो नि लिएर खाली जर्सी नम्बर 8 को 8वां खुट्टा र पास 9 नम्बरलाई दिएको छ। 9 ले मिठो पास दिएको छ 10 लाई तर थोरै मिस पास भएको छ। एक्लै भयो ओइ यतापट्टि यतापट्टि किपरलाई पास दिएको छ यता। कस्तो बल हेला त्यसले ओ समाज है गोल खान्छ त्यो गरे नि खोइ अगाडिको मान्छे आएन खाइछ जम्मै पास राम्रो निकालेको छ यता जर्सी नम्बर 9 लाई। 9 को पुरा राम्रो थियो तर त्यो यार किपरको भन्दै ओइ सफल ओइ केटाहरुले छिरेछ नि ओइ सफल ओए तैँले लिया चाहिँ देन गरे नि केटाहरुले गोल हान्छ बल लाउनु कराउनु मात्र गुने कुद्न 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 गुने 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 कुद्न भित्र दौडिन मात्रै सक्दैन भाइ गुडार दिए भन्दा चाहिँ त मैले ढुक्का ढुक्का लिएर जा लिएर जा साइड काटिहाल्न
लिएर आइदियो खाली बस लिएर त नो म्यान यतापट्टि तल तान्छ सर जड्दै टिचर त भाइ हेर्ता तान्छ तान्छ यहाँ तान्न नाइस बल ओ प्रेममा कुन हो इजी बल अनि खाली चार्ज गरे हुँदैन ब्याक खेल्दैन त्यो बल ब्याक खेल्न भाइ सन्दीपलाई दिनु पर्छ भाइ बल ल्याउ ओ भाइ छिटो बल ल्याउनु छिटो बल ल्याउनु जान्छ माथि खेल्न प्रेममा जाउनु भन्छ चार्न त्यही छ गुड तेरो बल रेडी ब्याक हेर ब्याक बान्जा भन्छ ल्याउनु सरोज न ह ओ सरोज खालिमबिरको किन खेल्ने लगाउनु पऱ्यो तेजबाटै हो नि यो ईशानले पनि त्यता लड्न हाने त्यही हेर निचे त गोगोले हो त्यहाँबाट टिकटकबाट त्यही छ ढुक्क सन्दीप त्यो गोलाङको खुट्टामा रहेको छ जर्सी नम्बर 3 ले पास गरेको छ कस्तो नहाने धेरै यस्तो चान्स हुँदैन बाहिर त बस नि सो चार्ज गरेको छ गोलाबाट किपरले राम्रो सेभ गरेको छ एनवाइसीको किपरले ओ सन्दीप भाइ खाली नजाउन यार खतरा चान्स पायो नि यार यिनीहरु अमिला खतरा यिनीहरुले हान्ने पोस्ट चार्ज हान्ने भए त गोल हान्छ त अहिले लथारले चाहिँ गर्ने भएर मात्र है अब इसान लौ जाँदा शट हान्नु इसानको खुट्टामा बल रहेको छ जर्सी नम्बर 10 मिठो ट्याकल गरेको छ र मिस गरेको छ अब गोलाङको खुट्टामा बल किन अहिले पनि शट हान्नेमा गोल हुन्थ्यो थाकिसकेको छ चान्स थियो यार अहिले पनि गोल हान्ने शट हान्ने मान्छे भए गाडी छोरो बल टिप भने पाउँछ बल शट हान्ने मान्छे चेन्ज गरेको सुमितलाई भन्न कसले चेन्ज गरे यस्तो गर भन्न हात खन्टेको का चेन्ज का को जान्छ ह यो भाइलाई पठाइदिनु यो बेला उलाई पठाइदिनु दुईटै खेल्छ यार स्टामिना त खनि यिनीहरुको मान्छे भने चेन्ज यो मात्र खेलेर हुन्छ उसले छिराइदिन्छ त डिफेन्समा भले हाल ठाउँ बस्नु गयो सनी कहाँ खुट्टा पुरा त टाउको त भइहाल्छ पछाडि त उडै बोल्यो अलिक पछाडि गर्नु यस्तो त्यहाँबाट देख्दैन नि त बिचबाट एनआइसीले अहिले फ्री किक हान लागिरहेको छ 8 नम्बर जर्सी नम्बर 8 ले फ्री किक प्रहार गर्न लागिरहेको छ पास मिठो पास दिएको छ किपरले सजिलै नियन्त्रण गर्न सके बल डिफेन्सले त्यसरी तानेर डुबाइहाल्छ
नाइस ट्राई ओए दौडे जी पाँच भाइ अगाडि खेलाउ त अगाडि प्रेम आगा प्रेम पहिला खेला राम्रो प्रहार गरेको छ 3 शट लाग्यो सानगिरीद्वारा 1 गोल हानिएको छ है एनवाईसी 1 अर्को गोलाङ एफसी गोलाङ एफसी 0 1 गोल साथै पानी चार कार्बन पानी ल्याएन छैन पानी वहाँ जल्दी पापा मैले ल्याइदिए गानो पानी ल्याइदियो भाइ किन पानी त्यहाँ बसेको के अरे त्यो शरद ओए पानी लिएर आइदिनु ओए एनवाईसी को जर्सी नम्बर 10 द्वारा इन्सान गिरीद्वारा गोल रहेको छ अहिले ओ अब त हाफुन लायो त ओ कोला निकाल्न ला पहन अब हाफुन ला हो भने होला नराम छोडिदिनु दाइ बस के सुमितले गर भने सुमितले गर हो गर्दैकै 1 मिनेट भयो नि गर्न टाइम होस् त 5 र 24 भाइ यो पानी चाहिँ लिता यसमा बुल्टो अब जेसै हाल्यो त्यति हामी बर त लिएन गुल्ले खाइन जुकान जा व्यवस्था कोही छैन जान चेक लायो त लाग्यो त ओइ गोल खाइसक्थ्यो नि पास लाग्यो गोल खाइसक्थ्यो ओ दिलीप दाइ एकछिन पछि भोलि त्यहाँ भन्न यो उसलाई नहटा न सफल उठ्न ल लिएर त ठोक मुजी हाम्रो उ हैन है हामी चाहिँ येलो कार्ड भाइ म त बल टिपिरहेको छु एकछिन यहाँ बलै है आज बस्न ओ सुमन कता गयो कोही निस्किने हो कहीँबाटै छैन र ए सर्ट आन्छ नि हाफ भएको छ एनवाईसीबाट एनवाईसीको 1 र गोलाङको सुन्दै रहेको छ भित्रबाट ताता समाउँछु भने पुरै आगो एनआईसीको सल्लाह भइरहेको छ केही कुराहरू यता पल्टिनु भयो जाउँ त शीतलमा जाउँ एकछिन उता गएर एकछिन बसेर आउँ उताको भेटाउँदैन भेट छ टेप ल्याउनु पर्दैन त्यसले टेप नलाई खेल्यो एनआईसीको बल रहेको छ भाइ रेफ्री पकाइ नगर्नु हातेर बोल ब्याक पास डिफेन्समा खेलिरहेको छ बल नगड ओइ कार्ड नलिएर भन न पछि भोलि आएर लिएर भन न गेम मन नलिएर भन न राम्रो पास रहेको थियो भएन फेरि त्यो उनी कहाँ हो प्लेयरलाई देखाएन कहाँ बलतिर देखाइरहेको सिधा बान्दा कुद्न खेलै जाने सबै यता फाटिने मिट नगर बसेर रिजन अलिअलि हुन्छ कोही आउँदैन म त्यही भन्छु अगाए बनाउँछु भने भेटिहाल्छ नि यस्तो गरेपछि उता अलि त्यो खेल्दैछ ल त सेयर गरिदियो इन्भाइट इन्भाइट नगर बुझ्यो त सेयर गरेर कहाँ भ्याउँछस्
गोलाङको जर्सी नम्बर 6 को जर्सी नम्बर 10 को खुट्टामा र पास गरेको छ खेल्न त खेल्नु नखेल्ने होइन एक कुरो भयो लाइभ गरेर राखेको बस्नु यस्तो मिठो निक्ला थियो गुनेलाई मैले त्यस्तो भित्र थियो भने खाली कस्तो नकुन्नमा त्यसरी म्यान छोडेर नकुन्नमा स्प्लेहरू ल्याएन आउँछु क्या त्यही पनि भयो भने ल्याएन पाइएन भने क्या यार यहाँको मेडिकल बन्द हो यहाँको मेडिकल बन्द हो होइन अरे फोन गरेको उसले सुशीलले के हो रेफ्री त क्रिम लाग्यो क्या गाला सेतो उसलाई सुशीललाई फोन गरेर सोध्न लाग्यो नि त हाम्रो रेफ्री दाइले गालामा क्रिम लगाउनु भएको छ म जान्छु त यार कस्तो कुराहरूमा हेर तपाईँले यार परे भने पैसा आउँछ म गएर दिनु के गर्यो त्यो हाम्रो 16 हुन्न ओरे बसेर पहिले चोटियो अनि कहाँ सिक्यो हातले लालै छ म हिलाइदियो म हिलाउँछु अहिले त छैन नि अन्त रामा सन्दीप मिनमा गेम त खेलाउनु के हेर्ने हो सरोज फाटे साथी ओ सन्दीप भाइ मिनमा जाऊ हान्न भने भन्छ अलि फाटेन भाइ नाइस बल सरोज तिम्रो त रनिङ सनिङ सब हटिसकेको छ स्कोर एनवाइसी 1 तिमीलाई उडायो भने हेलो हजुर दाइ के यो नर्सिङ नामको पेजबाट हेर्नु न हजुर हो खेला 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 नर्सिङ नाम युवा क्लब र गोलाङको 0 गुनेलाई मसिन त्यस्तो बेला जान पोस्टमा भने घुमेर आएको ये मेरो दाइ हो क्या तिमीले सरो बडा भाइ खाली हो बडा अन्ति भाइ हेर त लाइन यतापट्टि रोक भाइ नोम्यान जा फेरि जा फेरि जा लो लिएर जा शॉट हान्दा भान्दा रोक बिगाएर झन्डै अनि भाइ हेर त निशान हो ठिक छ भाइ ठिक छ
हाम्रो बेलुका ट्रेनिङ भन्दा बाइक भन्दै तिमी पैसा ल्याऊ अहिलेको पैसा लैछु कहाँ रातो पानी खाँदा मुद पानी ओ दिलीप अङ्कल मैले पो यो गेम सक्यो मेकअप पक्लो भने घाँटीतिर हेर्नु त झन् पक्लो यो लाइनको छैन सरोज भाइ छिर्न लाइनबाट भाइ खेला न ढिलो भयो नघुमाइ नघुमाइ बाँधा छिर्न उहिले खेल्छ ओइ भित्र छिर बाँधा भित्र छिर्न खेला खेला त्यही छ पछाडि हेर बाल्टा विशाल लेख्ने एक नछोडे भान्जा पछाडि गएर हेर एकजना यहीँ बसिनु हुन्छ कि अगाडि नै सबै हेर्नु सबै हाम्रो बल मात्रै भेट्यो सरोज भाइ कहाँ गयो भने त त्यस्तो गर्नु विश्वास हुँदैन त्यो गल्लो त जान सक्दैन ए बाँधा 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 कस्तो खेल्यो ओइ किसानले चित्त बुझ्नु चाहिँ खेल्दैन ओ सनी राखेला ओइ ओ पाकेन त्यसो आफै लाने अरे हेर ओइ त्यसलाई गाली त नगर्नु भाइ मिसिस गर्नुपर्छ ओइ ओइलिसी हान्नु त्यसको नाम के झर्केले हैन ओ सुमन ओ सुमन बाबा नबोल्नु कसरी चुने किन नबना सन्दीप भाइ हो ए यता गुले मिरमा आएन बाउजूलाई खोडाले राउला हेर ल्याइजे खाली लाइन हेर्दा खाइन्छ सडन हो नाइस ठीक छ भाइ हो यस्तो गर हो नाइस गुना सेक ट्राई नाइस ओए सनी पछाडि फर्की बान्छ नजा यहाँ उता नजा पछाडि नजर के तुर बेला झुकाइदियो के भाइ पहिले छोडी बल त पहिले छोड्दै गइहाल्नु नि यार सबै घेरेर ओ टचमा छ र भने दिने गोल छ यार भिडियो बनाउँछु किन हैन कस्तो हाने छिर्दैन म ओ भन्दै बाल्टारको तिम्रो मलाई बाल्टारको भन्दै रहेछ किन घामे चाहिँ हुन्छ ओए झार्दै त कस्तो खेलाउँछ यार यसले त बल किसानगिरीको टिम हो अरु गएर एनवाइसिडी हैन इन्सानले खेल्छ यार ओ ठाउँबाट आफ्नो गाउँबाट त लास्टै दूर हैन ओ ठाउँबाट गाली खाइहाल्छ ए
क्याप्टन भन्ने क्याप्टन यही हो बडो सानो होइन कुन यहीँ हामीले ग्राउन्डमा 14 खुला 14 गोल हाने तिमीहरूलाई तिमीहरूले गोलाङ एफसी अन्डर 18 खेल्नु किसान गिरीले स्कोर हाल्नु अरू मन्डुहरू यता यता सरला कस्तो ढिलो खेल्यो ओइ ल यो पनि मिलाएर हुन्छ नि सिग्नल यो सिग्नल चाहिँ तिमी हानेर गएछ ल बा ओइ किसान एकजना मिडमा जान अगाडि फोडी जा त पोस्टमै हान्छ तागेर हाने सन्दीप हान पोस्टमै कस्तो हान्छ यार ओइ घुमेको यार पछि त मोदर देन हालै कि मोदर देन हालै कि पछि घुमेन सके गरे ल बस्नु फोन गर्छु सन्दीप आउँदै यतै बसिरु बोल्न नि होला यार ए बल्ल आउँछ कस्तो 10 बजे 10 सानीको लाग्छ मोटर भने ओइ हाम्रो नि होला बिचारा हुन्छ नाइस बॉल नम्बर 5 को हातमा खुट्टा हेर त नाइस बॉल नाइस बाबु प्रार्जित र डिफेन्स चाहिँ सजिलै रोकिएको छ ओइ आनु गिटी जा के धारा यो कहाँले ओइ भान्जो त्यतातिर अड्डु प्रदीप ओइ त्यहाँ गएको बलै हराएको त्यता गयो नि जाको भान्जो मागो यता ए ओ हाने सर जर्सी नम्बर 9ले 9ले गोल गरेको छ र एनआईसी को 2 गोलाङको 0 रहेको छ त्यसै गरी मिलन त 11 एनआईसी 2 र गोलाङको 0 भएको छ स्कोर सरलाई खेलाउने मिडबाट खेल्ने सब्स्टिट्युट प्लेयर जर्सी नम्बर 11 ग्राउन्डमा पसेको छ देना
ए म्यान समात्छ अब ह्यान्डबल रहेको छ अहिले गोलाङको फ्री किक हान्दै एनवाइसीको टिम जर्सी नम्बर 9 ले फ्री किक गर्दैछ ल केही छैन म्यान हेरेर मिलान म्यान समाउँदै झर के On the man. Nice. Sudah. Man. तीनजनाले हेर्नु भएको लाइभ हेर्ने कालिक कुमार प्रकाश गिरी रुपेश गिरी टन्नै हुनुहुँदो रहेछ 6 जना हुनुहुन्छ लाइभ हेर्ने ईश्वर भन्नु Nice, देना ए सनी सिलवालको खुट्टामा बल रहेको छ र मिस पास मिलन गिरीको प्रदर्शनमा अलिकति कमजोरी देखिएको अवस्था सुमन कुमारको खुट्टामा बल एकजना बिट हान्दै सन्दीप विकेद्वारा लक्ष्य आउट भएको छ यस पारका साथै कर्नर किक कराउँदा स्वर सुकिसक्यो जेमिस गोल हाम्रो अहिले एनवाइसी 2 र हाम्रो गोलाङ रहेको जानकारी गराउँदछु त्यो गेमको दोस्रो हाफ हो त्यसपछिको गेम एनवाइसी को गेम लगत्तै एनवाइसी बीको पनि गेम हुनेछ स्कोर भनेर स्कोर हाम्रो रहेको छ एनवाइसी अनि नरसिंहधाम युवा क्लब 2 र गोलाङपार एफसी 0 पानी तिमीहरू त ओइ सन्दी भान्जा पानी लैदो यो
कति हो त लामो सन्धि गिरीलाई छोरी सुट लागेको जस्तो देखिएको छ है म्याने गोल पोस्टमा पार गर्नुभएको थियो अब सन्दीप दिदले छ जान सफल भएको त खासै के होइन छोरी जित्न आएर भएको त खासै केही छैन जाउन मान्छ खोसिन्छ क्या मिनट कुन त तेरो लाइन हेर्दा मिनट अगाडिको म्यान हेर्छ गेम हाम्रो 14 गतिसम्म ट्राइबल कर्नर सरोजे सन्धि भन्दा लेडिङ हान्छ नि अहिले स्कोर हाम्रो एनवाईसी को 2 र गोलाङटार एफसी को 0 रहेको सरोज बनाउनु है म्यान 2-0 को साथ गेम दिएको छ एनवाईसी 2